हरे गरवरती गरवरती श्रीमद भगवत गरवरती 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 श्रीमद भगवत गरवरती पुष्प हातमा पुष्प लिनुहोला। ओम जज्नेन जज्नमय जन्त देवास्तानि धर्माणि प्रथमान्य सन्नते अनाकं महिमान सदन्त यत्र पूर्वे साध्याः सन्ति देवाः राजाधिराजाय प्रसह्य सायिनि नमो वयं वैष्णवाय कुर्मे समे कामं कामकामाय मह्यं कामेश्वर वैष्णवो ददातु। ओम सेवन्तिका बकुल चम्पक पाटलद्वै पुण्यांगजाति करवीरलसाल पुष्पै पिल्ल प्रबाल तुलसी जलमाल तिबे त्वं पूजयामि जगदीश्वर मे प्रसीद इमानि पुष्पाणि मनोहराणि सुरासुरामपि दुर्लभानि कल्पद्रुवाणि दुर्वजानि तानि पुष्पाञ्जलिमेति सुखाय नित्यं नाना सुगन्ध पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलि मया दत्तं गृहाण परमेश्वर मन्त्र पुष्पाञ्जलि समर्पयामि भागवत शरणकमलेभ्यो नमः। जय बोलो भागवत श्रीमद् भागवत महापुराण को, कृष्णचंद्र भगवान को, श्रीमद् भागवत महापुराण को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, संपूर्ण आयोजक परिवार को, कर्ता परिवार को, आज को आनंद को भन्नुभएको देवको प्रमुख वाचकत्वमा यो कार्यक्रम अगाडि बढिरहेको छ। यसैगरी उपव्यासाचार्य हुनुहुन्छ सुरेन्द्र प्याकुरेल देव। यसैगरी ओमकार भजन समूहको साथमा म कार्यक्रमको सङ्कल्पकर्ता आज पनि दिनभरि तपाईँहरूको बिचमा रहने प्रतिबद्धता साथ अब हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। अब भने म आसन ग्रहण सँगसँगै उहाँलाई पहिलो दाताकै रूपमा हामी नचाउँदैछौँ। कृपया केही दिदीबहिनीहरू पनि मञ्चतर्फ आइदिनु होला। अत्यन्तै आदरणीय हुनुहुन्छ निर्माण व्यवसायी, अत्यन्तै कुशल निर्माण व्यवसायी, सबैको मनमुटुमा रहनुभएका र साँच्चै भन्ने हो भने मैले उहाँको बारेमा सुनेको छु, निर्विवादित रूपमा अत्यन्तै राम्रो काम गरेर आफूलाई अब्बल साबित गर्नुभएका जगत प्रसाद कोइरालाज्यूको आगमन भएको छ। उहाँलाई जोरदार तालीले सम्मान गर्दै उहाँलाई मञ्चमा आसन ग्रहण सँगसँगै उहाँलाई हाम्रो भक्ति सङ्गीतमा एकपटक नचाउनको लागि म केही दिदीबहिनीहरूलाई मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। र उहाँले लिएर आउनुहोला। जगत हमारी
खगेश्वरी, छोराछोरी निरज विज्ञान, पुतली बजार 13 कुलबोध भनेका कुलबाँध हेर्नु नि लेखे कुलबोध लेखे कुलबाँध हो। यो कुलबाँध भनेका जैसी डाँडा हो त्यो वादिपति। स्वर्गीय हजुरबा एम नारायण कोइराला लगायत सम्पूर्ण पितृहरूको वैकुण्ठवासको काम गर्दै उहाँको विवरण चाहिँ अलि आएन क्या। मतलब पारिवारिक विवरण मात्रै हो, उहाँको योगदान के हो, व्यावसायिक संलग्नता के हो, अलिक खुलाएर लेखौँ अनि पो भन्न हामीलाई सजिलो। हजुर क वर्गको कन्ट्र्याक्टर कन्स्ट्रक्सन, हाम्रो कन्स्ट्रक्सनको नाम के अरे हजुर? कोइराला कतिवटा डोजर होला भगवान सुन्न पाएन नि। टिपर कतिवटा होला? हे ईश्वर, हेर 3 लाखको हाँसो एकपटक नाच्नका लागि फेरि अनुरोध अलि राम्रोसँग हेर्न पाइने क्या भने के गर्छु र 5 दिन मन लाग्यो रे, 5 दिन मन लाग्यो भने हुँदैन 5 त 3 सम्म ठिकै हो। हरिराम ए भगवान कै घर हाम्रो भन्नुको छ। ए भगवान कै घर हाम्रो भन्नुको छ। 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 सम्मान उहाँको सुस्वास्थ्य दीर्घायु समृद्धि प्रगति हुने त्यही अर्को वर्ष 2000 चाहिँ 8वटा वर्ष। क वर्गको हजुर अहिले बी क्लास हो र कि यदि एमै बढोत्तरी भएको देख्न पाऊ त्यति छ काम। जय होस्। त्यो टिपर कहिले दुर्घटना नहोस्, काम पाएको पाइ होस्। डोजरले राति 12 बजे त्यो अपरेटरलाई सुत्ने फुर्सद नहोस् काम गर्दा। जेसिबेस भनिन्छ हो, मैले भने जस्तै छ अझै राम्रो। राजनीतिमा त लाग्नु भएको छैन। ए भनेपछि काम त पुग्यो। अर्को पल्टको तयारी हो के हुँदैन कि मासतिरै जाने पुतली बजारतिर के हो अग्रिम शुभकामना। ताली दिनुहोस् भनेर भन्दिनँ, बुझेर आफै दिनुहुन्छ। समादरणीय श्रद्धालु भक्तजन महानुभावहरू, हाम्रो अभियान अत्यन्तै भव्य र सभ्य रूपमा अगाडि बढिरहेको छ। आज पनि सचिवालयमा दाताहरूको भिड बढिरहेको छ। अलिकति छिटो गर्नको लागि म अनुरोध गर्न चाहन्छु। अब भने पूज्य गुरुदेवको केही समय प्रवचन रहनेछ र हामी विधिवत रूपबाट
भागवतमा तिल अर्पण गर्दै भागवतलाई 7 दिनको कथा समापनतर्फ जाँदैछौँ। यत्र तत्र छरिएर रहनुभएका तमाम श्रद्धालु भक्तजन महानुभावहरूलाई केही बाँकी हुनुहुन्छ भने दान गर्नको लागि आग्रह गर्दै मैले गुड्डेको अगाडि म एउटा सूचना भन्न गइरहेको छु। यो महायज्ञ अझै 6 महिनासम्म अनवरत रूपमा अगाडि बढिरहनेछ। शिलालेखको स्तम्भ बन्दै गर्दासम्म यही सम्मान पत्रमा 5,000 दिने दाताहरूले पनि त्यसमा 11,000 रकम पुर्याएर शिलालेखमा नाम लेख्नको लागि यो प्लेटफर्म खुला गरिएको मैले मञ्चबाट जानकारी गराउन गइरहेको छु र स्कुलको पेजबाट पनि सोही अनुसारको सूचना सम्प्रेषण गर्दै 1-2,000 दिने दातालाई पनि यो शिलालेखको स्तम्भ बनिसकेपछि तपाईँहरूले फेरि यसलाई पोस्ट गर्नुहोला र पहिला श्रीमद् भागवतलाई साँची राखेर दान गर्नुभएका 1,000, 2,000, 3,000, 5,000 अथवा नयाँ दिने दातालाई पनि त्यसमा समावेश गरेर यो टोलभरि यो 13 नम्बर वडाभरिका सबै एकजना पनि घर नछुटिकन शिलालेखमा नाम इङ्कित गर्नको लागि म मूल समारोह समितिका आदरणीय व्यक्तित्वहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। त्यसैले यो महायज्ञ अब अत्यन्तै सफल भएको छ। मैले त त्यो बेलासम्म तपाईँहरूको यही तरिकाले लाग्नुभयो भने तपाईँहरू 2 करोडको हाराहारीमा अब देशबाट विदेशबाट अनि नगर वडा सबैलाई शिलालेखमा नाम लेखौँ भनेर आह्वान गर्ने बेलासम्म तपाईँहरू 2 करोडको हाराहारीमा पुग्नुहुनेछ। त्यसैले आज 7 दिनमा तपाईँहरूले लगभग 1 करोडको नजिक पुग्नु भएको छ भने बाँकी रहेको 6 महिनामा 4 महिनामा तपाईँहरू अत्यन्तै ठुलो धनराशि यो विद्यालयले प्राप्त गर्नेछ भन्ने कुरामा कुनै पनि दुईमत छैन भन्ने कुराको जानकारी गराउँदै म केही दाता सम्मानलाई जोड्छु। तत्पश्चात म पूज्य गुरुदेवलाई यो माइक्रोफोन समर्पण गर्नेछु। सचिवालयमा केही सम्मान पत्र छन् भने मञ्चतर्फ ल्याइदिनु होला। अलिकति छिटो गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु र गुरुको गाडी 3 बजे 3:30 बजे यहाँबाट पोखरातर्फ गुरु प्रस्थान गर्दै हुनुहुन्छ र यता विदाईको पनि व्यवस्थापन गुरुको पनि विदाईको व्यवस्थापन गरिदिनु होला र गुरुको व्यवस्थापनसँगै अनि हामी पनि बिस्तारै बिस्तारै आज नै यहाँबाट बिदा हुँदैछौँ। पुत्री बजारबाट यहाँ बहादुर गोदाल 13 बाँई खोलाबाट 5,005 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसै गरी पुत्री बजारबाट निस्ता राणाज्यूबाट यस महाअभियानमा 13,105 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट कुशल र केशव पराजुलीबाट 11बाट करेन्डाडाबाट 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट उमलाल अधिकारीज्यूबाट 5111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी मोती प्रसाद अधिकारीज्यूबाट पुत्री बजार 13 बढीडाँडाबाट 5111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट भुवन बस्यालज्यूबाट 5111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी दाता सम्मानको क्रममा छौँ हामी। पुत्री बजारबाट चन्द्रकला रेग्मीज्यूबाट 5,000 दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट रामप्रसाद बरालज्यूबाट 5,005 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी राजकुमार मल्लज्यूबाट 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। उहाँलाई पनि म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी लीला राणा हुनुहुन्छ, रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्पूर्ण दानदातालाई म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी हामी दानदातालाई जोडिरहेका छौँ। यसै गरी पुत्री बजारबाट राजु थापाज्यूबाट 1100 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट राजु थापाबाट 1100 नै दान प्राप्त भएको छ। यसै गरी दाता हुनुहुन्छ आदरणीय व्यक्तित्व पुत्री बजारबाट सुन्दर पौडेलज्यूबाट 2100 रुपियाँ दान प्रदान गर्नुभएको छ। पुत्री बजारबाट दिलुमाया घटेज्यूबाट 2100 रुपियाँ दान प्रदान गर्नुभएको छ। पुत्री बजारबाट विष्णुप्रसाद अधिकारीज्यूबाट 1100 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट टुबहादुर जिटीज्यूबाट 2100 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुत्री बजारबाट नीलप्रसाद अर्यालज्यूबाट 1100 रुपियाँ दान प्रदान गर्नुभएको छ। डबलप्रसाद अर्याल, पूर्णकला अर्याल, दड्डपानी अर्याल, वसुन्धरा अर्याल सम्झनामा मीन प्रसाद अर्याल, गजेन्द्र अर्याल, प्रकाश अर्याल, खुमनाथ अर्याल। पुत्री बजार 13 बिर्ताबाट सकल पितृको वैकुण्ठवासको कामना गर्दै उहाँले के लेख्नु भएको छ भने यस विद्यालयको प्रगतिका लागि र सिपमूलक शिक्षा स्थापना होस् भन्ने अभिप्रायका साथ उहाँले 11,151 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला।
यसै गरी पुदरी बजारबाट तुकनारायण अधिकारीज्यूबाट 5155 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसै गरी पुदरी बजारबाट डोरकुमारी जिटीज्यूबाट 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुदरी बजारबाट पिताम्बर तिवारीज्यूबाट यस महाअभियानमा 13,255 रुपियाँ दान प्रदान गर्नुभएको छ। उहाँलाई पनि म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। अब भने यो माइक्रोफोन परम पूज्य, परम वन्दनीय, परम आदरणीय हामी सबैका गुरुदेव अन्तर्राष्ट्रिय कथावाचक आज स्याङ्जा जिल्लाको यो अनुपम स्थल यो रानीथुम्कामा आएर 7 दिनसम्म अत्यन्तै दिव्य प्रवचनका साथ दानदाताहरूलाई नचाउँदै हँसाउँदै र यो प्राविधिक शिक्षा स्थापनाको लागि अत्यन्तै दिव्य प्रवचनका साथ कार्यक्रम सम्पन्न गर्दै आउनुभएका आदरणीय गुरुदेव वाचन प्रवीण पण्डित दीनबन्धु पौडेल गुरुदेवलाई सप्रेम यो माइक्रोफोन समर्पण गर्दैछु। फेरि म दाता सम्मान लिएर आउनेछु। सबैजना आनन्दसँग रहनुहोला। जय होस्। ध्येयं सदा परिभवनमभिस्तदोहम् तीर्थास्पदं शिवरिं चन्दं शरणं परिताप्तिं प्रणतपालभवाब्धिभूतं वन्दे महापुरुषदे शरणागतवृन्दम् त्यक्त्वा स्वदेशराज्यलक्ष्मीम् Advistadivajasayanagahandaranam Mayam Priyamudaivaishitamanamavadayam Vande Mahapurishade Sharanagavindam Satchidanandarupayo Vishnupatyadihetaye Tapatraya Vinashaya Sri Krishnaya Namaha सिंधु दीनबंधु जगतपति गोपीश गोपिका कांत राधाकांत नमस्तुते कृष्णप्रिय पद पंकज पंजरांते आदि भवे विशुद्धमानस राजंश प्रियान समय कपवाद पितेरे कंठामरुदन विदुषणं प्रदस्ते नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जय बोलो श्रीमद्भागवत महापुराण को वैदिक सत्य सनातन धर्म को रानीथुम्का विद्यालय परिवार को समस्त भक्त सज्जन को आयोजक परिवार को पशुपतिनाथ भगवान को बुद्ध भगवान को ज्ञानदाता गुरु व्यास को तीर्थमय नेपाल चरणी को आज को आनंद को जय जय श्री राधे श्याम हर 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 महादेव शंभो सूर्यतां देवदेवेश नारायणं जगत्पतिं त्वदीयं नाम ध्यानेन गते शिशुभागधा सर्वे सर्वसाधनां श्रीमद्भागवत महापुराण अंतर्गत द्वादश
स्कंद भगवान श्रीहरिको दिव्य महिमाको बारेमा भागवत सुन्ने परीक्षित महाराजलाई सुखदेव स्वामी गङ्गाधरको सान्निध्यमा भगवानको दिव्यताको बारेमा बडो गम्भीर ज्ञान प्रदान गर्नुभयो। अब यहाँ अघि 11 स्कंद श्रीमद् भागवतको महिमा सुन्नु, जसलाई निरिष्ट निखिल ज्ञान भनिन्छ। अखिलेश्वर वैदुर्य माधुर्य निधि सौन्दर्य निधि भगवान श्री हरि कृष्णको दिव्य महिमा यहाँहरू सबै समक्ष हामीले ज्ञान प्रदान गर्यौँ। महाराज परीक्षितलाई सुखदेव स्वामीले बडो गम्भीर वाणीमा सम्बोधन गर्नुभएको ज्ञानमा जहाँ कृष्ण भगवान परमात्माको शुभागमन, जीवनको, जगतको, आत्माको, परमात्माको, ज्ञानको, भक्ति योगको, कर्मयोगको, ध्यान योगको, कर्म विधिको, सिद्धिको भन्ने कुरा चाहिँ श्रीमद् भागवत 11 स्कन्धले उल्लेख गरेको छ। यसको लागि ईश्वरी बन्नका लागि आजैबाट भक्ति भावले अगाडि बढ्नु, भक्ति भनेको समर्पण हो। समर्पण भनेको चाहिँ म ईश्वरको हो भन्ने भाव हो। भक्ति भनेको प्रेम, श्रद्धा, श्रद्धा भनेको विश्वास हो। भक्ति भनेको प्रेम हो। भक्ति भनेको चाहिँ प्रभुको हुँ भन्ने भाव, अभिन्नता। अभिन्नता भनेको परमात्मा र ममा कुनै भिन्न छैन भन्ने। सारा भगवान परमात्माकै हो, म पनि प्रभुकै हो, परमात्मा भन्दा भिन्न छैन है। यही भावले अगाडि बढ्नु भक्ति भनेको यही हो। भागवतले यही सृजना गर्नु परिरहेको छ। सबै चेतनामय छ। मैले अस्ति पनि भनेको थिएँ यहाँलाई, त्यो परमाणु पनि चेतनासँग सम्बन्धित छ। चेतना भनेको ऊर्जा। जसरी यो माइक बोलिरहेको छ, यो भित्र करेन्ट छ, हामी देख्दैनौँ, हामीभित्र पनि करेन्ट छ। त्यो करेन्टले छोडेपछि हामी लास भएर जान्छौँ। अनि आफैका नजिकका व्यक्तिले गरेर जलाउने हो कि गाड्ने हो कि जङ्गलमा छोड्ने हो कि त्यो गर्छौँ। किनभने यो चेतना छ भने करेन्ट छ भने सबैले माया गर्दैन, सबैले आफ्नो भन्ने हो। त्यो चेतना छ भने यो मेरो भन्ने, यो तेरो भन्ने, यो श्रीमान भन्ने, यो श्रीमती भन्ने, छोरा भन्ने, छोरी भन्ने, यो मेरो संस्था भन्ने, यो मेरो दल पार्टी भन्ने, यो मेरो समुदाय भन्ने, यो मेरो भाषा, यो मेरो देश भन्ने। त्यसले छोडेपछि के हुन्छ? नाश हुन्छ। हो त्यो चेतना सबैतिर छ है भनेर त्यो परब्रह्ममा, त्यो चैतन्यमय सत्तामा आफूलाई समर्पित गर्नु भक्ति भनेको त्यही हो। जय राम यो पनि हरिको, त्यो पनि हरिको, सारा संसार हरिको, म पनि हरिको। हरिको त्यो पनि हरिको, सुखदेव स्वामी अब 11 स्कन्द समापन गरिकन 12 स्कन्दमा ध्यान आकृष्ट गर्नुहुन्छ। राजुवाच सुधामे नुगते कृष्णे, सुधामा नुगते कृष्णे यदु वंश विभूषणे, कस्य वंशो भूत्प्रत्यामेतदाक्ष क्षमे मुनि। परीक्षितले सोध्नुभयो, भगवान अरू कुरा के होइन। अब कृष्णचन्द्र भगवान प्रभुले यो लोक छोडिकन परमधाम गएपछि धर्म कहाँ गयो? अनि के भयो भन्दा कलिकाल लाग्यो भन्नु। कलिकाल भनेको कली भनेको कली भन्छन्, आयो कली धपक्कै बलि भन्छन् कोही। फेरि यो कली आएको, कलीमा यस्तो भएको भन्छन् कोही।
कोही कली बौलाएको यो मान्छे बिग्रिया भएर कलीको यो सबै कलीको भएको यस्तो भन्छन्। यो के भने होला कली भने के हो आमा? क्या कली भने? यो कली के कुरा गर्ने बोली साध्य छ र भन्छन् नि। बुहारीसँग बोल्नुहुन्छ र अहिले हाल यो कली बौलाएको भन्छन्। फेरि कसैलाई परेको हेर मुर्छा परेर हाँस्नु भएको छ। मेरो मनको बात बोल्यो भन्नु हाल्नु मन भन्नु। यहाँ आउनेको चाहिँ झगडा नपरोस्, हिजो आएर आउने आज नआउनेको जेसुकै होस्। अब महाराज परीक्षणलाई सुखदेव स्वामी सम्बोधन गर्दै भन्नुहुन्छ, कली भनेको कालो, कली भनेको अन्धकार, कली भनेको हिंसा, कली भनेको हत्या, कली भनेको अधर्म। तदश्चानुदिन धर्मम तदश्चानुदिन धर्म सत्यम शौचम क्षमा दया। चारवटा हुनु पर्यो धर्म हुनलाई। धर्म भनेको यो धर्मात्म हुनलाई चारवटा कुरो हुनु पर्यो। सत्य हुनु पर्यो, झुटो हुनु भएन। शौचम भनेको भित्र पनि पवित्र, बाहिर पनि पवित्र। भित्र पनि एउटै व्यवहार, बाहिर पनि एउटै व्यवहार। भित्र पनि नराम्रो नभएको, बाहिर पनि नराम्रो नभएको, त्यस्तो हुनु पर्यो। शौच भनेको त्यो पवित्रता। अर्को क्षमा हुनु पर्यो। कसैले के गर्यो ए मलाई पख्तालाई भन्ने, मैले जाने छु तँलाई पख्न भन्ने, त्यो है क्षमा दिन सक्नु पर्यो। धर्मात्मा जनको, धार्मिक जनको सबैभन्दा ठुलो लक्षण भनेको चाहिँ क्षमा दिने। कसैले गल्ती गरे ठिकै छ, त्यस्तै हो, नजानेर अन्जानमा गर्छन् भन्ने काम गर्नु। तपाईँ तल ओर्लिएर झगडा नगर्नु। उसको बुद्धि, उसको धर्म त्यही थियो भने झगडा गर्यो। तपाईँ पनि त्यहीसँग ओर्लिएर झगडा गरेर लाउनु, ऊ र तपाईँमा के फरक हो? तपाईँले क्षमा दिनुहोस्। धर्मको मुख्य लक्षण भनेको क्षमा हो। अर्को दया, दिन दुखीलाई दया, गरिबलाई दया, अशक्तलाई दया, प्राणीमाथि दया, हिंसा नगर्ने भाव, हत्या नगर्ने भाव, त्यसलाई भनिन्छ दया। त्यो धर्म। यो चारै कुरा कलीमा कमजोर भन्दै 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 जानेछ। वित्तमेव कलो निर्णाम जन्म चार गुणोदय धर्म न्याय व्यवस्था यम कारणम बलिमे भई भनेर छ। वित्तमेव कलो निर्णाम जन्म चार गुणोदय। व्यापारमा छल गर्ने व्यक्तिहरू अगाडि बढ्नु, व्यवसायमा छल गर्ने व्यक्तिहरू अगाडि बढ्नु। धर्म भन्ने, न्याय भन्ने सबै कुरा चाहिँ बलको आधारमा चल्छ। जोसँग शक्ति छ उसकै भाषा, उसकै वेशभूषा, उसकै धर्म, उसकै सिद्धान्त, उसकै विचार, उसकै नियम लागु हुन्छ। अहिले अमेरिकाको कुरा लागु हुन्छ होइन सबै, चाइनाको कुरा, अब नेपालमा इन्डियाको कुरा, हाम्रो नेपालको कुरा कहीँ लागु हुन्छ, नेपालमै लागु हुँदैन। देशै कहाँ जाने हो हत्तपत्तो छैन। विचार गर्नुहोस् त के को लागु हुन्छ? रहने हो कि नरहने हो कि? त्यही भएर यहाँ राजनीतिक कुरा त गरे होइन। भागवत त्यही भन्छ, जोसँग शक्ति छ त्यसले चाहिँ हात हतियार छ, शक्ति छ त्यसले चाहिँ न्याय र संविधानको विधानको कुरा गर्छ भने संसार त्यसरी चल्छ। अर्को गजब कुरा, दाम्पत्य भिरुचै हेतु मयेव विवादिके। श्रीमान श्रीमतीको सम्बन्ध भनेको क्षणभरमा सम्बन्ध विच्छेद हुन्छ। क्षणभरमा मिल्ने, सानो कुरा मिलेन भने छुट्टिने, त्यस्तो हुन्छ। गाउँ गाउँमा त्यस्ता कुराहरू सल्किसकेका छ। अझ विदेश जानेको त झन् हैरान। म 2008देखि अमेरिका जान थालेको, अहिले 18 वर्ष भयो। विश्वको 43 देशभन्दा बढी घुमेको छु। जहाँ गए पनि नेपालीहरूको समस्या, श्रीमान श्रीमतीको समस्या, हजुरकै छोराबारी होला विदेशमा त्यही पनि समस्या। ऊ भन्नु म के म पनि कमाउँछु भन्ने, त्यहीबाट द्वन्द्व सुरु भएर घर घरै झगडा। हाम्रो हजुरबाको पालामा चाहिँ सम्बन्ध विच्छेद गर्ने, डिभोर्स गर्ने भन्ने चलन थियो। कसैले सुनेको थियो जगतबन्धुजी? अहिले हेर्नुहोस् त, हजुरआमाले हजुरबासँग डिभोर्स गरिदिए भन्ने कुरा कसैले सुनेको थियो? अहिले हेर्नुहोस् त, घर घरै सम्बन्ध विच्छेद भयो अरे, छुट्टियो अरे, अदालतमा गइसकेको कुरा कति सुनेको छ काम।
यही हो गली भने श्रीमान श्रीमतीको सम्बन्ध हाम्रो धर्मले त जन्म जन्मान्तरको पुण्यको प्रभाव भनेको छ। आँगन बोलेर चाहिँ सङ्कल्प गराएर अनेक गरेर आँचल गाँठो जोडेर अनेक तिलहरी सुम्पिने औँठी सुम्पिने केही गरेर स्वयंवर गराएर अनेक गरे होइन, त्यही गरेर आउनु आएन। त्यो धर्मको साक्षी राखेर वेदलाई वेदको मन्त्रलाई साक्षी राखेर सम्बन्ध जोडिएको छ। अनि बाहिरको तेरो मेरो मतलब छैन। यही हो गली गाउँ गाउँमा त्यो सल्किरहेको छ यस्ता कुरा। यहीँ पनि होला नि गाउँमा त्यस्ता कुरा कलिको भन्न भएन, सबैले बुझिहाल्नु। अब यसै गरिकन त्यति मात्र होइन, श्रीमान श्रीमतीको सम्बन्ध भनेको चाहिँ एकदम क्षणिक व्यापारिक सम्बन्ध हुन्छ। भागवतले 5000 वर्ष अगाडि भनेको आज आएर प्रमाणित भएको छ। व्यापारिक सम्बन्ध, व्यापारिक सम्बन्ध भने के ध्यान दिएर सबैले मलाई हेर्नुहोस् त, त्यहाँनिर हल्ला आमाहरू के भयो, दिदीबहिनीहरू हेर हल्ला। मैले 100 रुपियाँ दिएँ नि पहिलालाई चाहिँ पुतली बजारमा गएर मैले 100 रुपियाँ दिएँ व्यापारीलाई, उसले मलाई सामान दिन्छ हो। मैले दिउन्जेल दिन्छ उसले दिने, मैले पैसा दिन छोडेपछि उसले दिनै। अहिलेको सम्बन्ध भने त्यस्तै छ। श्रीमान श्रीमती, श्रीमानले भने जस्तो गऱ्यो भने है मेरो सानोको बुवा यता आइसु खाइसु यता गर्छु हजुर जस्तो त भन्यो, अनि भने जस्तो ल्याइदिएन गरेन, त्यसको त अनुहार देख्न नि सक्दैन। मलाई त कस्तो हुन्छ होला सुरु भयो। यही हो व्यापार। श्रीमतीले भने जस्तो गरिनु भने मेरो सानो मुटुको टुक्रा डार्लिङ छुनु मुनु सुने है मैले। यस्ता कुरा सिकाएको चाहिँ यिनले है मलाई। कति जानेको जान्न पनि रिस उठेर आउँछ कहिले। पत्तो पत्तो नभएको चाहिँ म मात्रै हो। के भन्ने चलाइन्छ। अनि अलिकति कमजोर यसको त म त भन्ने उसलाई छोड्ने अर्कोतिर सल्किने भाव हो। त्यही हो व्यापार भनेको। बुझ्नुभयो? व्यापार भनेको दिउन्जेल लेनदेन मिलुन्जेल सम्बन्ध राम्रो हो। लेनदेन बिग्रिएपछि सम्बन्ध बिग्रियो। श्रीमान श्रीमतीको सम्बन्ध भनेको व्यापारिक सम्बन्ध भन्छ भनेर भागवतले भनेको 5000 वर्ष अगाडि अहिले आएर प्रमाणित भएको छ। दूरी बारेनम तीर्थम लावण्य केश धारणम। अहिले गजब छ। आमा दिदीबहिनी सबैलाई लागु हुन्छ। केशको यदि कपालको श्रृङ्गारको लागि र सालाको श्रृङ्गारको लागि धेरैभन्दा धेरै रकम पैसा खर्च गर्छन् भने हेर आमाहरूलाई हाँसो उठेको। आमा हुनुहुन्छ 70 को, कपाल हुन्छ 17 को। कसैको सेतो देखिन्छ यहाँ हामी थाहा छैन र हामीलाई। हाम्रो अलिअलि हाम्रो जगतबन्धुजीको देखिएछ। अरू कसैको छ उहाँ बुवाको जुगा चाहिँ देखिया छ अहिले। अरू आमाहरूको त्यो नफुलेर हो र हामीलाई थाहा छैन। रिसुटिन आउँछ कालो हाल्ने रातो हाल्ने कोही खैरो हाल्ने देख्न पनि सक्दैन। यहाँ आउनलाई भने होइन फेरि नआउनेलाई भने आउनलाई त केही नै भन्दैन। फेरि यही पनि चालल भन्ने डर फेरि यही किसिममा आमाहरू मुखामा मैले पनि हिजो हाले होइन र भन्नुभएको छ। कालो के उखुनी कति डर लाग्यो लाग्ने पनि अनि छालाको श्रृङ्गारका लागि अनेक किसिमको। अहिले त सुने है उहाँले भन्नुभयो मलाई रोज रे फाउन्डेसन रे फेयर एन्ड लभली ह्यान्डसम सुन्न नि सक्दैन। कति थाहा भएको यिनलाई थाहा हुनु पनि सिकायो होला पनि। यस्ता मात्रै कुरो जाने नि उनी त्यस्तै छन् फेरि। ल अलिअलि जान्ने चाहिँ उता मोटे पनि त्यस्तै छ। पत्तो पत्तो नभएको भनिहाल्नु म मात्रै। यही किसिम अब केसको श्रृङ्गारका लागि छालाको श्रृङ्गार, त्यही भएर ब्युटी पार्लर ह्यान्डसम पार्लर के हो अहिले धेरै छ।
कपाल पनि अनेक किसिम, कोही चाहिँ चाउचाउ जस्तो बनाएको हुन्छ, कोही चाहिँ घोडा पुच्छर जस्तो बनाएर लिएर गर्छन्, यता आँखा छेकेको त्यसरी, कोही चाहिँ यु कट, भी कट, स्यागी कट, कहाँबाट शब्द यिनले सिकायो हो क्या मलाई भने। त्यही हो कपाल, कपालको श्रृङ्गारका लागि, छालाको श्रृङ्गारका लागि। अनिवार्य जीवन अत्यन्तै कष्टकर हुनेछ, विभिन्न रोगहरू नयाँ नयाँ रोग निस्कन्छ भने अहिलेका रोग हेर्नुहोस् त, हाम्रो हजुरबालाई प्रेसर हुने क्या हो, सुगर हुने क्या हो, हजुरआमालाई थाइरोइड हुने क्या हो, अत्तो पत्तो थिएन। अहिलेको रोग हेर्नु त, युरिक एसिड हुने क्या हो, ग्यास्ट्रिक थिएन, अहिले घर गरे। अनि अनावृष्टले क्षन्ते दुर्भिक्षकर पीडिता भयो, अतिवृष्टि हुने, कहिले पानी नपर्ने, कहिले बढी पानी पर्ने, अनेक किसिमका रोग लाग्यो नि। हेर्नुहोस् त अहिले 1-2 वर्ष त देशमा कोरोनाले थल्यायो, भूकम्प जाने, अनेक गर्ने, यस्तो हुन्छ। पाखण्ड प्रचुरे धर्मे दासु प्राय सुराजसो। मेरो महाराज परिषदजी, जसले वैदिक धर्मको विरोध गर्छ त्यस्ता धर्महरू पनि समाजमा आउँछन् भने आइरहेछन् मैले विभिन्न नाम। गरिब दुखा जनतालाई तँलाई मुक्त गर्छु, यो गर्छु, ऊ गर्छु, त्यसै मैले भनिहालेँ नि। म आफै पनि अमेरिकामा गोरेहरूलाई कतिलाई गएर प्रवचन दिएको छु, युरोपमा दिएको, अस्ट्रेलियामा। कतिपय धेरै गोराहरू अहिले वैदिक सनातन धर्मावलम्बी बनेका छन्। कोही शालिग्राम पूजा गर्छन्, कोही घरमा मन्दिर बनाउने, कोही हरे राम हरे कृष्ण जपेर हिँड्ने धेरै छन् अहिले। उनीहरू भन्छन् आई कुडन्ट गेट एनिथिङ फ्रम बाइबल, आई गट द रियल एनलाइटनमेन्ट, आई गट द रियल ब्लिस फ्रम वैदिक स्क्रिप्चर, योगा एन्ड मेडिटेसन भन्छन् उनीहरू। भनाइको मतलब वैदिक सनातन धर्मले योग दियो, ध्यान दियो, साधना दियो, यो त मुक्तिको बाटो, असली बाटो यही रहेछ भन्छन् उनीहरू। बाइबल छोडेर यता आछन्, हाम्रो चाहिँ यहाँ छोडेर बुझ्नु छैन, सुन्नु छैन, चाहिँ गइरहेछ। यस्तो किसिमको बिगबिगी हुनेछ भने अनि कलिकता लिएर भगवान्ले धर्मको उदय गर्नुहुन्छ भने अनि यो पृथ्वी हाँस्नुहुन्छ अरे हामीलाई देखेर। भागवतले भनेको है, किन हाँस्ने भने नि पहिलालाई कस्ता कस्ता राजा महाराजा शासक प्रशासक आए, कस्ता कस्ता मान्छे आए र यो देश चलाउँछु, संसार चलाउँछु भनेर आए। एक टुक्रा जमिन, एक माटो चिम्टी जमिन चाहिँ कसैले केही लिएर गएन। अहिले चाहिँ जम्मा 60, 65, 70, 75 वर्ष आयु भएको व्यक्तिले यो जग्गा मेरो, यो तेरो, मेरो साँसी मन च्याप्यो भनेर अदालतमा गएर मुद्दा गरेको देखेर पृथ्वी हाँस्नुहुन्छ। त्यही भएर बरु एक हात आधी बित्ता आधी हात गए जाओस्, आफ्नो केही मान्नु पर्दैन, सँगै जाँदैन। जसले मिच्या छ भोग्ने उसले हो, त्यही भएर छोडिदिनुहोस्, मुद्दा नगर्नु। यस्तो किसिमको हुन्छ भने महाराज परीक्षणलाई सुखदेव स्वामी सम्बोधन गर्नुभयो। अब यसै किसिमबाट गएर डोरीको स्वरूपलाई नजानेर मध्यरातमा गएर डोरी चलेमा जलेको सर्व भन्ने भावले, आभासले डोरीको स्वरूप नजानेर डराउने जस्तै संसारमा अनेक किसिमको भय पैदा हुनेछ, डर पैदा हुनेछ। भक्ति भाव हुने भने डर हुँदैन, प्रभुको प्रेम हुन्छ। यो संसार सबै जाने हो, छोड्ने हो भन्ने भाव पैदा हुन्छ, तर संसारमा डर धेरै पैदा हुन्छ। यो कलिको प्रभाव। धर्म छड मानिस हुन्छन्, पापको उन्नति हुन्छ, पापको अगाडि बढ्छ, धर्म अधोन्नति हुन्छ। यही भइरहेको छ अहिले। ईश्वर किन मान्ने, धर्म किन मान्ने, पूजा किन गर्ने, पाठ किन गर्ने भन्छन्। सबै कुराको यसभित्रको विज्ञान छ, यसभित्रको साधना छ, यसभित्रको ईश्वर पाउने विधि छ। त्यही भएर यो आफ्नो सनातन धर्म कहिले नभुल्नु। हरिराम
धर्म छाडा मानिस भए छैन केही गते धर्म छ सनातन धर्मको श्री महाराज परिषदलाई सुखदेव स्वामी गङ्गाधरको सान्निध्य भगवान श्री हरि परब्रह्म परमात्माको दिव्य महिमाको बारेमा सम्बोधन गर्नुभयो। अब कलियुगको बिचमा सबै दुराचारी अत्याचारी हिंसा गर्ने हत्या गर्ने चोरी गर्ने जारी गर्ने पछाडि गर्ने मात्रै हुने छैनन्। कोही धर्मात्मा जन यस्ता जनपरि हुनेछन्। ध्यान दिएर सुन्नु हल्ला बुझ्दैन। यसरी यस्ता धर्मात्मा जन चाहिँ मुक्त हुने कसरी हो? सबै दुराचारी अत्याचारी मात्र हुने छैनन्। धर्मात्मा ज्ञानी जन पनि हुनेछन्। त्यो धर्मात्मा जन कलिको बिचमा मुक्त हुने कसरी सुन्नुभएको थियो। एकछिन डिस्टर्ब नगरौँ न प्रवचनमा। धर्मात्मा जन चाहिँ ध्यान दिएर सुन्नु सानो हल्ला म केही कुरा भन्दैछु। अब यसरी धर्मात्मा जनहरू जो धार्मिक जन तीर्थ व्रत बस्छन्, ध्यान गर्छन्, प्रभुको पूजा गर्छन्, विश्वास गर्छन्, यस्ता जनहरू मुक्त हुने बाटो सबभन्दा सरल बाटो के हो भन्दा भागवतले भनेको छ। कलेर दोषो निधे राजन नस्तिएको महान गुण कीर्तना देवकृष्णस्य मुक्त सङ्ग परम भजते। कलिको बिचमा अरू कुरा केही पर्दैन मेरो महाराज। एउटै उपाय छ। तृतीय ध्यायतो विष्णु त्रेतायम ए जतो मकै द्वापरे परिचर्यायाम कलौतब्द हरिकीर्तनाद। सत्यमा सबैले ध्यान गर्थे, शरीरले साथ दिन्थ्यो। त्रेतामा यज्ञ गर्थे, घर गरे, सम्पत्ति थियो, इत्यादि वैभव थियो, समय थियो। द्वापरमा पूजा गरेर बस्थे। कलिमा के गर्नु? ध्यान गरौँ, शरीरले साथ दिँदैन। यज्ञ गरौँ, घर गरेको सबै व्यवस्थापन गर्न गाह्रो हुन्छ। पूजा गरेर बस्नु, काममा जाने बेला भइहाल्छ। कि अफिस जाने भन्यो, कि खेतमा जाने, कि बारीमा जाने, काम गर्नु पर्यो। अब कलिको बिचमा उद्धार हुने बाटो भनेको एउटै छ। त्यो भनेको ध्यान गरे जस्तो समय खर्च पनि नहुने, शरीरलाई शास्ति पनि नहुने, पैसा खर्च पनि नहुने, अनि गएर चाहिँ समयको नाश पनि नहुने। कलिको बिचमा सबैभन्दा उत्तम उपाय परब्रह्म बोध गर्नका लागि सबभन्दा उत्तम उपाय भनेको कलौतद हरिकीर्तनाद। कलिको बिचमा हरिकीर्तन नै सर्वोपरि हो। हिँड्दा पनि, खाँदा पनि, खेल्दा पनि, बोल्दा पनि, चल्दा पनि, उड्दा पनि, खाना बनाउँदा पनि, घाँस काट्दा पनि, गाई भैँसीलाई चाहिँ वस्तुभाव बेला इत्यादि पाठ गर्दाखेरि, के कर्म गर्दाखेरि पनि, तीर्थ जाँदा पनि, व्रत बस्दा पनि, सुत्दा पनि, उड्दा पनि, बुहारीसँग भेट हुँदा पनि, अनि गएर श्रीमानसँग श्रीमतीसँग भेट हुँदाखेरि पनि, जुनसुकै बेला पनि, स्कुटी चलाउने बेला पनि, गाडी चलाए बेला, प्लेन चलाए बेला पनि, हर दिन कलौतद हरिकीर्तनाद। कलिको बिचमा हरिकीर्तन नै सर्वोपरि हो। पैसा खर्च पनि नहुने। भजौँ हरिलाई, भजौँ हरिलाई। खाना बनाउँदा पनि त्यही गरे भयो। सुत्ने बेलामा गोविन्द बोलो हरि गोपाल बोलो। आनन्द निद्रा पनि लाग्यो। टिकटक र अनेक परिवार, दुनियाँको परिवार बिग्रेको किन हेर्ने? रिस उठेर आउँछ कहिले। भगवान्को नाम जपे हुन्न। फलानुको घर बिग्रियो अरे भनिएको छ, अर्को भनिएको छ। हेर फलानुको चाल भनिएको छ, आफूलाई कसले हेरिदियोस्। त्यही भएर खाना बनाउने बेला पनि, बुहारी काहीँ गएर बाहिरबाट अफिसबाट आइरहने पनि,
जपिँदैन हरे मनमा बिरान परि बरुवार आँसु नझरे। कति राम्रो। अनि बुहारीसँग झगडा पर्छ कहिले? श्रीमान श्रीमती सधैँ हाँस समातेर नाच्ने घरमा अनि पऱ्यो झगडा भगवान्को नाममा भजन गाएर। त्यही भएर परमात्माको भक्ति कहिले नभुल्नु है। त्यही भएर हामीले सरल भनिदिएको छौँ, हातमा काम पनि गर्ने, मुखमा नाम पनि नभुल्ने। काम र नाम। मैले अमेरिकामा भनेको एकपटक जहाँ पनि भन्ने गर्छु प्रवचनमा। तपाईँहरू अमेरिकामा पनि कहिलेकाहीँ मलाई देख्नुभयो होला, गयो होला, अस्ट्रेलियामा, युरोपमा, बेलायतमा, अस्ति भर्खर जापानमा थियो। यहाँले हेर्नुभयो होला मेरो टिकटकमा पनि। जापानमा नाचिया निकै भाइरल भएको थियो मेरो। अनि गएर के भयो त्यहाँ फेरि, लौ प्रवचन सुन्न दिउँ न एकछिन, डिस्टर्ब नगरौँ। के भयो फेरि एकछिन प्रवचनमा डिस्टर्ब नगरौँ कि बसौँ यहाँनिर भन्नु। मैले के भनेको थिएँ अमेरिका भने, अमेरिकामा काम छ, अमेरिकामा दाम छ। अमेरिकामा नाम छैन, अमेरिकामा आराम छैन, अमेरिकामा राम छैन। धेरैलाई चित्त बुझाएको थियो अमेरिकामा भन्दाखेरि। अहिले पनि धेरैले भन्ने गरेको छ। काम र दाम चाहिँ भयो। काम र दामले मात्र हुँदैन नि, नाम पनि छैन, को कसको छोरो कहाँ के छिमेकीलाई चिन्दैन। आराम पनि छैन, दौडिया छ काम भनिएको छ, दौडिया छ काम भनिएको छ। राम भनेको प्रभुको नाम पनि छैन। काम र दामले मात्र हुँदैन, राम आराम र नाम पनि चाहिन्छ। त्यही भएर काम र राम कहिले काम गरिरहेको छ, भगवान्को नाम जपिरहेको छ। किन चाहियो अरू अरू चिन्तन, मन अन्त पनि गएर भगवान्मा गयो। आजैबाट हातमा काम, मुखमा राम, कहिले नभुल्नु। हरि नाम कहिले नभुलौँ, कहिले नभुलौँ। हातमा काम, मुखमा राम, कहिले नभुलौँ, कहिले नभुलौँ, कहिले नभुलौँ। भागवतमा परीक्षितले अन्तिम प्रश्न गर्नु, भगवान् एउटा कुरा भुल्दै नहुने कुरा के हो? भुल्दै नहुने कुरा के हो? हेर त्यहाँ आमाको फेरि हातको भाउ के को होला प्रभु? नाच्न नपाएर हो कि हो? परीक्षितलाई सुखदेव से भन्नुहुन्छ, त्यसै पनि आमाको के हो रे? के हो फेरि? के अरे आमा? नाच्नु नपाएर हो? नाची भक्सन छ?
ए हो ल नाच्नु सक्यो र आमाले भनेपछि नत्र म त त्यहाँ चाहिँ यसो गरे त बुहारीको कुरा गरे हो कि भने डर लागिरहेको ल नानीहरू सुने भएको छैन हुन त अहिलेको बुहारीसँगै भन्नु नि पऱ्यो पोखरातिर छन् कि बाहिर छन् के गर्छु अरे कहिले गए चाहिँ पर्छ अरे के भने हो अब भागवतमा 7 दिनमा जो ज्ञान सुन्नु यो भुल्नै नहुने कुरा ज्ञान भनेको के हो बडो गम्भीर बाणीमा भागवत सुन्नेवाला परीक्षित महाराजले सुखदेव स्वामीसँग सुन्नुभएको थियो भगवान् मैले 7 दिनबाट ज्ञान लिएको ज्ञान ग्रहण गरेको विषयमा मैले भुल्नै नहुने एउटा ज्ञान भनेको थियो भन्दा महाराज परीक्षितलाई सुखदेव स्वामी भन्नुहुन्छ भुल्नै नहुने एउटा ज्ञान भनेको अहम ब्रह्म परमधाम ब्रह्महम परम परम जो ब्रह्म हो त्यो म हो जो म हो त्यो ब्रह्म हो ब्रह्म र ममा कुनै फरक छैन परमात्मा र ममा कुनै फरक छैन परमात्मा भनेको सागर हो म भनेको थोपा हो परमात्मा भनेको पूर्ण हो म भनेको अङ्ग हो परमात्मा भनेको चाहिँ अंशी हो म भनेको अंश हो परमात्मा व्यापक हो म भनेको सानो हो परमात्मा विराट हो म भनेको परमाणु हो त्यही भएर भगवानमा परमात्मा र ममा केही फरक छैन म परमात्माको अंश हो परमात्मा परब्रह्म हो परमात्मा हो म चाहिँ जीवात्मा हो परम चेतना दुईटै चेतना हो त्यही भएर म नै अहम ब्रह्मास्मि बेलले भनेको सार यही हो म ईश्वर हो म ईश्वरभन्दा भिन्न छैन भन्ने भावले त्यसलाई अगाडि बढोस् भागवतको सार भनेको यही हो भागवतले त्यही गर्दै खोज्या म ईश्वरीय छु म विशुद्ध परम चैतन्यमय परम आनन्दमय परम ज्ञानमय परम ब्रह्ममय परम प्रकाशमय म भनेको विशुद्ध चेतना हो त्यो चेतना भनेको परमात्मा पनि चेतना चैतन्य सत्ता हो म पनि त्यही हो म र परमात्मामा केही फरक छैन सर्वकल्पितम ब्रह्म अहम ब्रह्मास्मि म ईश्वर म भनेको शरीर होइन यो भित्र भएको चेतना त्यो चेतना ईश्वरको अंश हो भन्ने भाव जसले जगाउँछ भागवत सुनेको सार यही हो यदि यो ज्ञान आउँदैन भने भागवत सुनेको सार हुँदैन यो सुनेपछि म यो मेरो यो तेरो यो फलानुको यो उसको म जस्तो जान्ने भनेर अभिमान गरिरहन्छ भने भागवत सुन्नुको सार छैन त्यही भएर म ईश्वरको हो भन्ने भाव त्यो जग्गा हुनु परीक्षितले अन्तिम प्राप्त गरेको ज्ञान भनेको यही यसरी राजा परीक्षितले सुखदेव स्वामीसँग ग्रहण गर्नुभयो र सुखदेव स्वामी पहिलोपल्ट भागवत सुनाएर आफ्नो मार्गमा अगाडि बढ्नु अनि महाराज परीक्षितजीले त्यही बेलामा गएर उहाँलाई 7 दिनको दिनमा सर्पले डसेर मर्नु परोस् भन्ने ब्रह्मश्राप परेको राजालाई तक्षक नाम गरेको नागराजालाई डसेर राजाले मृत्युवरण गरी मरे राजा मरेपछि त सर्पले डसेर मरेपछि त नरक जानुपर्ने तर भागवतको प्रतापले राजा मुक्त भयो भागवत भनेको ज्ञानको प्रतापले व्यक्ति मुक्त भयो त्यही भएर यो ज्ञान चाहिँ अरू नभएर हामीलाई दिएको ज्ञान हो यो परीक्षित भनेको अरू कोही नभएर हजुर हो म हो सबैजना परीक्षितले 7 दिनसम्म भागवत सुन्यो भनेको 7 दिन भनेको आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार जब 7 दिन हो जीवन भनेको 7 दिनभन्दा 8 दिन आउँदैन जीवन सर्पले डसेर मर्यो राजा परीक्षित भनेको चाहिँ हामी सर्प भनेको समयले डसेर हामी मर्छौँ समयले गर्दा रोगी हुन्छौँ समयले गर्दा बुढो हुन्छौँ समयले गर्दा मर्छौँ त्यही समय आजभन्दा अहिले 80 वर्षकी आमा आजभन्दा 40 वर्षकी उमेरमा चाहिँ 40 वर्ष अगाडि चाहिँ यस्तै हुनुहुन्थ्यो भन्दा हुनुहुन्थ्यो फरक हुनुहुन्थ्यो त्यो केले डसेको भन्दा समय त्यसलाई सर्प भन्छ भागवत सर्प भनेको समय त्यही भएर हरेक व्यक्तिलाई सर्पले डसिरहेको छ आजभन्दा भोलिभन्दा पर्सि मर्ने बेला भएको छ 70 वर्ष भएको छ ह्याप्पी बर्थडे टु यु सुन्नु पनि सक्दैन जन्मदिन मनाएको 80 दिन लगाइसक्यो ह्याप्पी बर्थडे जाने बेला भइसक्यो ह्याप्पी बर्थडे के ह्याप्पी सुन्नु नि सक्दिनु मात्र रिसिटेर आउने कहिले यही भएर जीवन यस्तो छ जय राम आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि
आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्याउने हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्याउने हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्याउने हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्याउने हरि भजन कहिले नभुलौ यस अध्यायबाट विस्तार गरियो। जय बोलो श्रीमद् भागवत महापुराण को, कृष्णचंद्र भगवान को। समादरणीय उपस्थित श्रद्धालु भक्तजन महानुभावहरू, श्री रानी थुम्का आधारभूत विद्यालयलाई नमुना सिपमूलक व्यवसाय शिक्षा सञ्चालन गर्ने महान सङ्कल्प अनुरूप आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान मागेको उद्घाटनको 8औं दिन एवं कथाको 7औं दिनको दिवाकालीन सत्रको अन्तिम चरणमा हामी पुगिसकेका छौँ। अबको केही क्षणमा नै हामी भागवतमा तिलार्पण गर्दै हामी विधिवत रूपबाट भागवतको आज समापन गर्दैछौँ र म केही समय भने दातासम्मलाई जोड्न चाहन्छु र अब भने अन्तिम चरणमा आएका छौँ। बाँकी रहेका सम्पूर्ण सम्मानपत्रहरू मलाई मञ्चसम्म ल्याएर सहयोग गरिदिनु होला। अब हामी केही क्षणमा नै समापनतर्फ जाँदैछौँ भन्ने कुराको जानकारी गराउँदै पुतली बजारबाट इन्द्र कुमारी थापाज्यूबाट 1100 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी हाम्रो बिचमा अत्यन्तै आदरणीय परमवन्दनीय यो विद्यालयलाई पछि पनि सहयोग गर्छु भन्नुभएको छ, उहाँको लागि जोरदार ताली सम्मान गराउँछ जगतबन्धु कोइरालाज्यू। अत्यन्तै आदरणीय हुनुहुन्छ, निर्माण व्यवसाय सङ्घमा आबद्ध हुनुहुन्छ, कुशल हुनुहुन्छ आदरणीय व्यक्तित्व। उहाँले यो प्राविधिक शिक्षालय बन्ने बेलामा यो विद्यालयमा आवश्यक पर्ने धेरै सहयोग उहाँको हातबाट सहयोग हुनेछ भन्ने हामीले पनि विश्वास लिएका छौँ र उहाँले पनि अहिलेलाई यो महाअभियानमा 1,11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीले सम्मान गरौँ र सम्मान गुड्डेको करकमलबाट सम्मान ग्रहणको व्यवस्था पनि मिलाइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो बिचमा परमादरणीय सुरुवातमै यो महायज्ञको पहिलो मिटिङमा मलाई स्वागत गर्दै यो कार्यक्रम गर्नुपर्छ भनेर एउटा वडा अध्यक्षको रूपमा रहनुभएका आदरणीय व्यक्तित्व अत्यन्तै मिलनसार हुनुहुन्छ र मलाई विश्वास छ हिजो उहाँले प्रतिबद्धता पनि गर्नुभएको छ। प्राविधिक शिक्षाको लागि हामी वडाबाट पनि सहयोग गर्छौँ भन्नुभएको छ। उहाँलाई पुनः एकपटक जोरदार तालीले सम्मान गरौँ र अहिलेको लागि भने अत्यन्तै आदरणीय प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा आजको प्रमुख अतिथिको आसन ग्रहणको लागि पुतली बजार नगरपालिका वार्ड नम्बर 13 का मृदुभाषी सबैका लोकप्रिय नेता हुनुहुन्छ आदरणीय जुद्धबहादुर थापा मगरज्यू वडा अध्यक्षज्यूलाई उहाँलाई आसन ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान गरौँ। आजको यस सत्रको प्रमुख अतिथिको आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु र दाता सम्मानलाई जोड्न चाहन्छु। यसै गरी दाता हुनुहुन्छ पुतली बजारबाट नेत्रनारायण रेग्मीज्यूले 1111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुतली बजारबाट कुशल केशव पराजुलीज्यूबाट पनि 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी दाता हुनुहुन्छ पुतली बजारबाट वडा समितिबाट पुतली बजारबाट 13बाट 26,125 रुपियाँ दान प्रदान गर्नुभएको छ। वडा समितिबाट उहाँलाई पनि म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी दाता हुनुहुन्छ पुतली बजारबाट कृष्णबहादुर आलेपीज्यूबाट 3,555 रुपियाँ दान प्रदान गर्नुभएको छ। उहाँलाई पनि म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी विक्रम बहादुर अधिकारी पुतली बजारबाट 13 तोरी खोलाबाट उहाँले पनि 11,115
मादरणीय उपस्थित श्रद्धालु भक्तजन महानुभावहरू, यसै गरी पुत्री बजारबाट नेत्रनारायण तिवारीज्यूबाट यस महाअभियानमा 11,279 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी दाता हुनुहुन्छ पुत्री बजारबाट नमुना आमा समूहबाट यस महाअभियानमा 11,375 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। समादरणीय श्रद्धालु भक्तजन महानुभावहरू, आज हामी कुनै पनि सम्मान पत्र दोहोऱ्याएर वाचन गर्ने छैनौँ, किनभने अब हामीसँग समय धेरै छैन, हामी समापनतर्फ जाँदैछौँ। त्यसैले दान दिनुभएका श्रद्धालु भक्तजन महानुभावहरूले मेरो नजिकै यहाँनिर तपाईँहरूका सम्मान पत्र बाँकी रहेका छन्। यदि कसैको हिजो अस्ति दान दिनुभएको छ, परम पूज्य गुरुदेवकै करकमलबाट सम्मान पत्र लिन चाहनु भएको छ भने त्यहाँ गएर हाम्रो केही दिदीबहिनीहरूले सहयोग गर्नुहुनेछ। त्यहाँबाट सम्मान पत्र खोजेर कृपया मञ्चसम्म पाल्नुहोला, अन्यथा अब हामीबाट सम्मान पत्रको अन्तिम चरणमा छौँ। भोलि यहीँको आयोजकहरूले तपाईँहरूलाई यो सम्मान पत्र दिनुहुनेछ भन्ने कुराको जानकारी गराउन गइरहेको छु। यसै गरी दाता हुनुहुन्छ लीलबहादुर गोदार, विष्णु गोदार, आमा देवरूपा गोदार, छोराहरू विवेक गोदार, विप्लव गोदारले महायज्ञमा दान गर्नुभएको आफ्ना पितृ हजुरबुवा जितबहादुर र हजुरआमा पदम कुमारी, बुवा गुप्त बहादुर र दाजु देव बहादुर गोदारको वैकुण्ठवासको कामना गर्दै यस श्री रानीथुमका आधारभूत विद्यालयमा एकमुष्ट रूपमा उहाँले 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसै गरी दाता हुनुहुन्छ रामचन्द्र गोदार, एक बहादुर गोदार, चिउना गोदार, असीम गोदार दिदीहरू, अन्तिमा खड्का, कल्पना रोका, पुत्र बजार 13 बाँए खोलाबाट उहाँहरूले पनि सकल पितृको वैकुण्ठवासको कामना गर्दै 11,105 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी काजल गोदार जन्मदिनको अवसरमा पुत्री बजार 13 बाँए खोलाबाट उहाँले 1115 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी दाता हुनुहुन्छ जयप्रसाद गौतम, चित्रकुमारी गौतम, स्वर्गीय इन्द्रप्रसाद गौतम, तुल्की गौतम, विष्णु उपदराज, चेतनारायण हिमु, पुत्र बजार 13 याप्तीबाट पितृको सम्झनामा भन्दै 5,555 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसै गरी पुत्र बजारबाट प्रेमबहादुर थापा, 3 लत्र पिपलबाट दान रकम यहाँ लेखिएको छैन। यसै गरी स्वर्गीय बुवा क्याप्टेन सतीम कुमार श्रेष्ठको श्रीमती निर्मला श्रेष्ठ, छोरा मदन कुमार श्रेष्ठ, बुहारी लक्ष्मी श्रेष्ठ, नातिनीहरू उषा, नलिना, मोनिका, साथै समस्त ज्वाइँ नाति नातिनीहरूको तर्फबाट ठेगाना पुत्री बजार 13 चारखुट्टे, हाल पोखरा 15 वन क्याम्पसबाट उहाँहरूले पनि यस महाअभियानमा 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। कृष्ण अधिकारी, मनबहादुर सेन ठकुरी, आमा लीला कुमारी सेन ठकुरी, अनिता, बबिता, सुनिता र अस्मिता पुत्री बजार 13 लामपाटाबाट पितृहरूको सम्झना गर्दै 2032 सालमा 1 महिना सेवा गरेको सम्झनामा उहाँले पनि सकल पितृको वैकुण्ठवासको कामना गर्दै उहाँले यस अभियानमा 11,555 रुपियाँ दान गर्दै आफ्नो नाम शिलालेखमा इङ्गित गर्नुभएको छ। विद्यालयको स्तम्भमा नाम इङ्गित गर्दै 11,555 रुपियाँ दान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। पुत्री बजारबाट टेकनाथ तिवारीज्यूबाट यस महाअभियानमा 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। समादरणीय श्रद्धालु भक्तजन महानुभावहरू, हाम्रो अभियान राम्रो अभियान रानीथुमका आधारभूत विद्यालयलाई सिम्पल व्यवसाय शिक्षा सञ्चालन गर्ने यो अभियानमा साथ दिनुहुने तमाम श्रद्धालु भक्तजन महानुभावहरूलाई हार्दिक धन्यवाद साधुवाद दिँदै सचिवालयमा केही सम्मान पत्र छन् भने कृपया मञ्चतर्फ ल्याइदिनु होला। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। अब भने यो माइक्रोफोन म आदरणीय गुरुदेव वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल गुरुदेवमा सप्रेम समर्पण गर्दछु र आयोजकज्यूहरूलाई अब विदाईको कार्यक्रमलाई अगाडि बढाउने तयारीको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु।
तभी जो श्रीमद् भागवत महापुराण अंतर्गत अब अन्तिममा द्वादश स्कन्धको अन्तिमतिर एक अध्याय सुन्नाले पुरै भागवत सुनेको पुण्य मिल्छ भने एक अध्याय सुन्नाले पुरै भागवत सुनेको पुण्य मिल्ने। ध्यान दिएर एक अध्याय सुन्नु 10 मिनट अब। सुतुवाचे नमो धर्माय महते नमः कृष्णाय वेदसे ब्राह्मणेभ्यो नमस्ते धर्मान् वच सनातनान्। भागवत भक्ति रूप महान धर्मलाई मेरो नमन। विश्वविधाता श्री हरि वासुदेव भगवान परब्रह्म परमात्मा सनातन धर्मको रक्षा गर्ने भगवानलाई मेरो नमन। अत्र ब्रह्म परम गुह्यम जगत प्रवाप्यहम ज्ञानं च तदुपाख्यानं प्रथम विज्ञान संहितं। यो ज्ञान र विज्ञानले परिपूर्ण भएको श्रीमद् भागवतले जीवन जगत परमात्माको बारेमा विशिष्ट व्याख्या गरेको छ। जसमध्येमा यसमा भक्ति ज्ञान वैराग्यले परिपूर्ण भएको। यो सेतो कागजमा कालो मसीले लेखे पनि भगवान श्री हरि वासुदेव परमात्मा प्रभुको अंश शक्ति अवतरण भएको यो ज्ञानको गङ्गा हो। आजभन्दा 7 दिन अगाडि सुरु गरेको गुरु गणेशको नमन गर्दै नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। धर्मका मूर्ति भएका नर नारायण भगवानलाई मेरो नमन। ज्ञान दिने सरस्वतीलाई र ज्ञानको यो भागवतको रचना गर्ने वेदव्यासलाई नमन गर्दै श्रीमद् भागवतको 7 दिन अगाडि शुभारम्भ गरिएको थियो। यो सेतो कागजमा कालो मसीले लेखे पनि यो चाहिँ 12 स्कन्धले परिपूर्ण भएको भगवान विराटको प्रतिमूर्ति मानिएको प्रथम स्कन्ध भगवानको पाउ, द्वितीय स्कन्द गोलीगाड, तृतीय स्कन्द घोडा, चतुर्थ स्कन्द भगवानको तिग्रा, पंचम स्कन्द जाङ, षष्ठ स्कन्द कट्टी, सप्तम स्कन्द नामी, अष्टम स्कन्द छाती, नवम स्कन्द भगवानको घाँटी, दशम स्कन्द मुख, एकादश स्कन्द निराट, द्वादश स्कन्द भनेको तालु पाउदेखि तालुसम्म भगवान विराटको हरेक अङ्ग प्रत्यङ्गको व्याख्या गरेको श्रीमद् भागवत प्रथम स्कन्धदेखि द्वादश स्कन्ध यानि 12 स्कन्धले परिपूर्ण भगवान विराटको प्रतिमूर्ति मानिएको छ। यसमा हरेक स्कन्धमा छुट्टा छुट्टै ज्ञान छ। प्रथम स्कन्धमा भागवत उद्घाटन, भागवतको रहस्य भनिएको छ। दोस्रो स्कन्धमा स्थूलबाट सूक्ष्म परब्रह्मको बोध, विराटको बोध गर्नका लागि पहिले साकारको ध्यान गर्नु अनि निराकारतिर जानु भन्ने ज्ञान छ। ईश्वर एउटै छ भन्ने ज्ञान द्वितीय स्कन्ध भागवतले बताएको छ। तृतीय स्कन्ध भागवतले चाहिँ सृष्टिको क्रमको विकास व्याख्या गरेको छ। अनि मीमांसा ज्ञान र जीवन गतिको बारेमा, योग विज्ञानको बारेमा व्याख्या गरिएको तृतीय स्कन्ध भागवतमा। चतुर्थ स्कन्ध भागवतले भक्ति महिमाको बारेमा सम्बोधन गरेको छ। भक्तिको महत्व, भक्ति भावको उदय, भक्ति समर्पण भावको महिमाको बारेमा व्याख्या गरिएको चाहिँ चतुर्थ स्कन्ध श्रीमद् भागवतमा उल्लेख गरिएको हो। पंचम स्कन्द भागवतमा चाहिँ खगोल भूगोलको वर्णन, जीवन गतिको बोध, भवाटवीको ज्ञान र परम धामदेखि स्वर्गसम्म, नरकसम्म तलादि वर्णन इत्यादि ब्रह्माण्डको अवस्थितिको बारेमा विशिष्ट व्याख्या गरिएको छ। 26 अध्यायले परिपूर्ण छ। षष्ठ स्कन्द श्रीमद् भागवतमा चाहिँ जे कर्म गर्यो त्यही फल मिल्छ। मकै रोपेर धान मिल्दैन, गहुँ रोपेर आलु मिल्दैन, स्याउ रोपेर सुन्तलाको फल मिल्दैन। जे कर्म गरेको छ त्यही फल मिल्छ भन्ने ज्ञान श्रीमद् भागवत षष्ठ स्कन्धमा उल्लेख गरिएको। यो चाहिँ 19 अध्यायले परिपूर्ण रहेको हो। अब सप्तम स्कन्धमा चाहिँ ज्ञान र विज्ञानको द्वन्द्व देखाइएको छ। भौतिकवाद अध्यात्मवादको द्वन्द्व देखाइएको छ। त्यहाँ ज्ञान सर्वोपरि छ भन्ने ज्ञान हिरण्यकश्यप नरसिंहको द्वन्द्वको विषयमा नरसिंहहरूको ज्ञान स्वरूप शक्तिको उठान गरिएको छ। यसमा भक्ति महिमा छ। यो चाहिँ जम्मा 15 अध्यायले परिपूर्ण रहेको हो। षष्ठ स्कन्द श्रीमद् अष्टम स्कन्धमा चाहिँ भगवान प्रभुका
अवतार आदि सम्बन्धी भिन्न भिन्न ज्ञान प्रदान गरिएको यो चाहिँ जम्मा 24 अध्यायले परिपूर्ण भएको नवम स्कन्धमा चाहिँ भगवान् प्रभुका भिन्न भिन्न वंशमा विभिन्न भिन्न तवरबाट आगमन प्रभुको व्याख्या गरिएको चाहिँ 24 अध्यायले परिपूर्ण रहेको हो। दशम स्कन्ध श्रीमद् भागवतमा चाहिँ कृष्ण तत्त्व के हो, कृष्ण परब्रह्मको बोध गर्ने के हो, कृष्ण चैतन्यता के हो भन्ने ज्ञान दिएको छ। भगवान् कृष्णको दिव्य ज्ञानको बारेमा सम्बोधन गरिएको दशम स्कन्ध भागवत जम्मा 90 अध्यायले परिपूर्ण रहेको हो। एकादश स्कन्ध निरिष्ट निखेल ज्ञान परब्रह्मको बोध ज्ञानको आयाम भगवान्को सुधाम गमन उल्लेख गरिएको जम्मा 31 अध्यायले परिपूर्ण। द्वादश स्कन्ध चाहिँ भगवान् वासुदेव प्रभुको दिव्य महिमा कलिको प्रभाव परीक्षितको मुक्ति श्रीमद् भागवतको सार मैले भर्खर बताएँ। त्यो द्वादश स्कन्ध जम्मा 13 अध्यायले परिपूर्ण रहेको हो। और अन्तिम अध्यायको पहिले सुनौ। सुतौवाच यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्तु दिव्यस्तवेरे वेदे साङ्गपदक्रमोपनिषदेरे गायन्ति श्यामगाम् ध्यानवस्थित तद्गतेन मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। स्वस्थानी पढ्दा भन्ने गर्नु आएको छ नि, कन्ठै छ सबैलाई। के भने त्यो यसको सार ईश्वर एउटा छ भने ईश्वर सबैले उपासना गर्छन् ईश्वरको भने अनि ईश्वर सर्वव्यापक छ भने यति बुझ्नु छ। जसले ब्रह्माले रुद्रले वरुणगणले देवताले पशुले प्राणीले जुन आनन्द गन्ध भगवान् पाउनुको लागि सदैव ध्यान गर्छ यस्ता परब्रह्म श्रीहरूलाई मेरो कोटि कोटि प्रणाम छ। यो श्लोकले त्यही भने इदं भगवता पूर्वं ब्रह्मणि नाभि पङ्कजे स्थिताय भवभीताय कारुण्यत सम्प्रकाशितम्। यो श्रीमद् भागवत नाभि कमलबाट नारायणले उत्पन्न गरेर ब्रह्माजीलाई सबभन्दा पहिला दिएको ज्ञान हो। यो नारायणले ब्रह्माजीले वेदव्यास, नारदजीले वेदव्यासलाई, वेदव्यासले सुखदेव स्वामीले राजा परीक्षितलाई दिएको ज्ञान, यही ज्ञान हजुर समक्ष मैले दिएको छु। आदि मध्य वशानेषु वैराग्या ख्यान संयुतम हरि लीला कथा व्राता मृतानन्दित तत्सुतम। आदि यानी कि सुरुमा, मध्यमा र अन्तिममा राग रहित बनाउने, ईर्ष्या रहित, रोग राग इत्यादि लोभबाट मुक्त गर्ने, अहङ्कारबाट मुक्त गर्नेलाई भनिन्छ वैराग्य। राग रहित बनाउने, रिस रहित, क्रोध रहित बनाउने भागवतको लक्षण अत्यन्त दिव्य छ। वैराग्यमा लैजाने त्यो अवश्य आनन्द हो। त्यो आनन्दको परमानन्दको नाम नै ईश्वर हो। त्यही भएर तपाईँलाई वैराग्य मार्फत ईश्वर बनाउने प्रक्रियामा भागवतले ज्ञान दिएको छ। हामी सबैलाई भागवतले ईश्वर बनाउने प्रक्रियामा अगाडि बढाएको छ। यसको सार यही हो। सर्व वेदान्त सारम यत् ब्रह्मात्मैकत्व लक्षणम वस्वद्वितीयं तनिष्ठम कैवल्यको प्रयोजन। श्रीमद् भागवत सबै वेदको सार। वेद भनेको दूध, भागवत भनेको घिउ, सबै वेदको सार भएको यो श्रीमद् भागवतलाई अनुशीलन गर्न। श्रीमद् भागवतं पुराणम् अमलं यद्वैष्णवानां प्रियम् यस्मिन् पारमहंसमेकममलं ज्ञानं परं गीयते तत्र ज्ञानविराग भक्तिसहितं नैष्कर्म्यभावस्कृतं तर्चिमं विपठन् विचारण परभक्त्या विमुच्य नर। भक्ति ज्ञान र वैराग्यको परम ज्ञानको उदय गरिएको श्रीमद् भागवत शाश्वत ज्ञानको रसको डल्लो हो। नमस्तस्मै भगवते वासुदेवाय साक्षिणे ये इदं कृपया कस्मै व्यासचक्षु मुमुक्षवे सर्वसाक्षी भगवान् वासुदेवलाई सदैव मेरो नमन प्रभुको ध्यान मनन चिन्तन कहिले नभुल्नु। योगेन्द्राय नमस्तस्मै सुकाय ब्रह्मरूपिणे संसार सर्वदष्टं यो विष्णुरात् मम मुच्यते।
त्यो संसार रूपी भवसागरबाट 7 दिनको दिनमा सर्पले डसेर मृत्युवरण गरेका राजा परीक्षितलाई मुक्त गर्ने यो भागवत परीक्षित भनेको हामी सबै पीडाबाट मुक्त गर्ने यो ज्ञानको गङ्गा भावे भावे यथा भक्ति वादे स्तवे जायते तथा कुरु सुदेवेश नाथोस्तम नयते प्रभु हे सर्वेश्वर भगवान हजुरको प्रेममा मेरो सदैव प्रेम मेरो चिन्तन लागिरहोस्। ल सबैले हात माथि गरौँ त्यसरी सबैले कसैले पनि नराख्नु सबैले हात माथि गरौँ यसरी म जे भन्छु त्यही भनौँ अन्तिम श्लोक है त म जे भन्छु त्यही नाम अलि ठुलो स्वर नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुःखशमनः तम नमामि हरिं परम नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुःखशमनस्तम नमामि हरिं परम नाम संकीर्तन गर्नाले पनि जसको कारणबाट पाप नाश हुने जसको नाम संकीर्तन गर्नाले पनि पाप नाश गर्ने यस्ता भगवान परब्रह्म श्रीहरि नामले मात्रै पनि पाप नाश गर्ने श्रीहरिलाई मेरो कोटि कोटि प्रणाम छ। तोदियम वस्तु गोविन्द तुभ्यमेव समर्पये मैले 7 दिनसम्म जानी नजानिकन मेरो मुखार बिन्दबाट जे शब्दहरू प्रवाहित गरे जे बोले सम्पूर्ण वाक्यांश शब्द पदावली समस्त प्रवचनको भाव समस्त शब्द भगवान स्वयं गोविन्दमा समर्पण गर्दै 7 दिनको वाचनबाट म पनि आज्ञा चाहन्छु। हरि ओम तत्सत नारायण। जय बोलो श्रीमद् भागवत महापुराण को कृष्णचंद्र भगवान को आनंद कंद भगवान को। समृद्धि समक्ष भन्ने विषयलाई नेपाली समाजमा स्थापित गर्नुहुने हाम्रा परम पूजनीय परम आदरणीय प्रातः स्मरणीय पिताश्री वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल यहाँहरू सबैलाई यो विषय जगजाहेरी छ। नेपाली समाजमा उहाँले गरेको योगदान सबै समक्ष जाहेर भएकै विषय हो। यही विषयलाई यही सङ्कल्प र अभियानलाई उहाँको पाञ्च भौतिक शरीरको अवसान गर्ने काम गरिएपछि अझै नयाँ ढङ्गले अझै समाजमा सम्बोधन गर्ने देश विदेशमा उहाँको अभियानलाई फैलाउने र भागवत पूर्वीय दर्शन र वेद विज्ञानलाई जनजनमा अर्को पुस्तालाई पुस्तान्तरण गर्ने सोच राखेर राष्ट्रिय अन्तर्राष्ट्रिय अभियानलाई लिएर अगाडि बढ्ने क्रममा हामी यसपालि स्याङ्जा जिल्ला आइपुग्यौँ। यो पुतली बजार नगरपालिका यो दिव्य क्षेत्र यो चाहिँ सातो पसल यो अत्यन्तै दिव्य नगरी जहाँ स्याङ्जा जिल्ला भनेपछि अत्यन्त बौद्धिक वर्ग ज्ञानी ध्यानी बस्ने जिल्ला धर्मात्मा जनहरू बस्ने जिल्ला यो आफैमा धार्मिक जिल्ला यहाँका धेरै विशिष्ट व्यक्तित्वहरू राष्ट्र सेवक भएर राष्ट्रको उन्नति गरेको जिल्ला स्याङ्जा जिल्ला भनेपछि एउटा परिचय पाएको जिल्ला। यस्तो विद्वानहरूको जिल्लामा यसरी आएर पटकपटक श्रीमद् भागवतको वाचन गर्ने अवसर मिल्यो र रानीथुमका विद्यालय परिवारको आयोजनामा हाम्रो प्रिय भाइ अत्यन्त ऊर्जावान ऊर्जाशील र मेरो चेलो पनि भाइ पनि ध्रुव चन्द्रप्रसाद बस्याल ध्रुव शरणजी जसले यहाँहरूलाई जुटाएर पटक पटक आएर जागृत गराएर यहाँ विद्यालय बढ्नुपर्छ भन्ने भावले सबैलाई ओतप्रोत गराएर उठान गरेर यो कार्यक्रमलाई यहाँसम्म ल्याउने प्रयत्न गर्नुभयो। यहाँले आयोजना गर्नुभयो हामीलाई बोलाइदिनु भयो। मलाई प्रमुख वाचकको हैसियतमा त्यति टाढाबाट बोलाइदिएर यहाँहरू समक्ष दर्शन साक्षात्कार गर्ने भगवानको महिमा गाउने अवसर प्रदान गर्नुभयो। यहाँहरू सबैलाई म हार्दिक साधुवाद सम्मान आभार व्यक्त गर्दछु। सबैको सुस्वास्थ्य दीर्घायु समृद्धि प्रगति उन्नति सबैको गृहमा चिरकाल स्थिर लक्ष्मीले बास गरून्। सबैको मनोकामना परिपूर्ण होस्। यहाँहरूको भावी पिँढीको पनि उत्तरोत्तर प्रगति होस् र विद्यालय
नेपालकै नमुना विद्यालयको रूपमा रूपान्तरित भएर यहाँ पढेका विद्यार्थीहरू भोलि राष्ट्रको समाजको अनि स्वरोजगारिताको माध्यमबाट आफ्नो पनि सेवा गर्न सक्ने स्वाभिमान बनेर अगाडि बढुन्। व्यावसायिक व्यावहारिक सिपमूलक शिक्षाको माध्यमबाट यो राष्ट्रको समृद्धिका लागि टेवा गर्ने सेवा दिने त्यो भावले अहम भूमिका निर्वाह गर्न सकुन्। यसका लागि सबै जुटेर सबै उठेर सबैले साथ दिनुहोला। अहिले जति गर्नुभयो धेरै धेरै धन्यवाद। यो गाउँठाउँमा यो चाहिँ विषम परिस्थितिमा अहिले आर्थिक मन्दी भइरहेको बेलामा चुनावको बेलामा यो किसिमको चाहिँ मन कता कता फाटिरहेको नेपाली समाजमा यो मनलाई एकाकार गर्ने समाजलाई जोड्ने आध्यात्मिक अभियान मार्फतबाट समुदायलाई जोड्ने तपाईँले जुन प्रयत्न गर्नुभयो यसका लागि आयोजक परिवार र विशेष यो कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि अहोरात्र खटिएर मैले त केही भूमिका निर्वाह गरेका छैन। हाम्रो प्रिय भाइ ध्रुव शर्माजीले जुन प्रयत्न गर्नुभयो उहाँको अथक योगदान र यहाँको अध्यक्षज्यू लगायत हाम्रो वडा अध्यक्षज्यू पनि आज आउनुभयो। यहाँ पुतली बजारवासी तमाम समाजवादी भक्त सज्जनहरू यहाँका विभिन्न दलका नेता कार्यकर्ताहरू शिक्षक शिक्षिका मित्रहरू यहाँका चाहिँ मातृशक्ति आमा दिदीबहिनीहरू त्यसै गरी यहाँका दिग्गज सामाजिक व्यक्तित्वहरू दानदाताहरू राष्ट्र सेवकहरू हामीलाई विभिन्न माध्यमबाट प्रचार गर्नुहुने सञ्चारकर्मी फोटोग्राफर साथीहरू विभिन्न कर्ममा साथ दिनुहुने प्राविधिक मित्रहरू लगायत यो कार्यलाई सम्पन्न गर्नका लागि अहोरात्र खटिनुहुने मूल समारोह समितिका अध्यक्षज्यू लगायत उहाँको टिमप्रति हार्दिक साधुवाद सम्मान आभार व्यक्त गर्दै यहाँहरू समक्षबाट म आगे चाहन्छु फेरि पनि भेटौँला, फेरि पनि प्रेम पाइरहँला। यहाँहरू सबैको आशीर्वाद लिएर हामी जाँदैछौँ र स्याङ्जाको यो प्रेम हामी कहिल्यै पनि भुल्ने छैनौँ। यहाँहरू कसैबाट पनि त्रुटि भएको छैन, कसैबाट पनि गल्ती भएको छैन। गल्ती भएको भएर म र मेरो टिमबाट भएको होला। यहाँहरू सबैलाई कता आत्मसम्मानमा कता कता मेरा भक्तहरूलाई हाम्रो बोलीले हाम्रो व्यवहारले कहीँ ठेस पुग्या भए हामी भागवत भगवान्सँग क्षमा माग्दछौँ। र यहाँहरू कसैका बनाएर मानव मिलन समाजको परिकल्पना गरेर मानव समुदायको लागि हित गर्ने त्यस्तो किसिमको विशिष्ट प्रवचन गर्न मन छ मलाई। स्याङ्जामा त्यो अवसर पनि मिलोस्, यहाँहरू सबैले त्यो अवसर जुटाउनु हुनेछ। यहाँहरू सबैको कल्याण होस् भन्ने कामनाको साथमा हाम्रा चाहिँ मलाई साथ दिनुहुने विशिष्ट हाम्रो उपवाचक भाइ सुरेन्द्र प्याकुरेल काठमाडौँ जिल्लाबाट र हाम्रो ओमकार मेरो पिताजीको पालादेखि अहिलेसम्म साथ दिनुहुने प्रिय दाजुभाइहरू ओमकार भजन समूहका साथीहरू उहाँको परिचय यहाँहरूले चाहिँ एकछिनपछि पाउनुहुनेछ र सबैको एक एक गरेर परिचय प्राप्त गर्नुहुनेछ। अनि हाम्रा कलाकारहरूको खेल सङ्गीत त्यसै गरी गाना बजाना एकपटक मलाई भन्दा पनि मेरो कलाकारका लागि जोरदार ताली दिनुहोस् भनेर भन्दिनँ, हात माथि गर्नुहोस् भन्दिनँ, बुझेर आफै गर्नु। किनभने कलाकारलाई तालीको साह्रै आवश्यकता पनि हुन्छ, खाँचो पनि हुन्छ अनि कलाकारले अपेक्षा पनि गर्छ। यहाँहरू सबैको जय होस् भन्ने कामनाको साथमा म र मेरो टिम यहीँबाट आज्ञा चाहन्छौँ र फेरि पनि भेट्ने बाचाका साथमा हामी बिदा हुन्छौँ। अब मेरो त्यति नै हो बोल्ने, मलाई बोल्न केही समय नदिनु होला र फेरि पनि भेट्ने बाचाका साथमा यहाँहरूको पनि फेरि कल्याण होस् भन्ने कामना गर्दै एउटा भजन गाएर यहाँहरू समक्षबाट म आगे चाहन्छु। यो भजनमा सबै नाच्नु होला। विदाईको भजन हाम्रो प्रिय भाइ अत्यन्त मिठो स्वरका धनी हाम्रा चाहिँ सन्तोष छेत्री लगायत हाम्रो टिमले केही समयपछि विदाई भजन एउटा गाउने नै छन् र मेरो चाहिँ भागवतको विदाई स्वरूप एउटा सानो भजन यहाँहरू समक्ष राख्दै आगे चाहन्छु। हरिराम पूर्ण भयो भागवत पर्छु शरण, पूर्ण भयो भागवत पर्छु शरण, मेरो कर्ता भक्तहरूको रक्षा गर्न। मेरो कर्ता भक्तहरूको रक्षा गर्न, भयो भागवत पर्छु शरण, मेरो कर्ता भक्तहरूको रक्षा गर्न। Hare
समादरणीय उपस्थित श्रद्धालु भक्तजन महानुभावहरू, पूज्य गोटीबाट 7 दिनको भागवत कथालाई यही विश्राम लिएका छौँ र अब हामी केही क्षणमा नै पूज्य गुरुदेवलाई यहाँबाट बिदा गर्दैछौँ। त्योभन्दा अगाडि म केही दाता सम्मानलाई जोड्न चाहन्छु। सबैसँग फोटो खिचाएर मात्रै हामी गुरुदेवलाई बिदा गर्दैछौँ। एकैछिन 2 मिनट म केही दाताको नाम वाचन गर्न गइरहेको छु। अहिले भने रविन्द्र अर्याल हुनुहुन्छ, व्यवस्थापक गरिब विकास ब्याङ्क स्याङ्जाका अत्यन्तै आदरणीय व्यक्तित्वको आगमन भएको छ। रविन्द्र अर्यालज्यूलाई म गोटीबाट टिका ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी दिनबन्धु ढकाल ज्यूको पनि आगमन भएको छ। उहाँलाई पनि म आसन ग्रहणकै लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान गरौँ। यसै गरी दाता हुनुहुन्छ आदरणीय व्यक्तित्व पुतली बजारबाट उत्तम तिवारीज्यूबाट यस महाअभियानमा 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। यसै गरी पुतली बजारबाट हरियाणाबाट 5,050 रुपियाँ दान प्रदान गर्नुभएको छ। उहाँलाई पनि म सम्मान ग्रहणको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी पुतली बजारबाट मधु थापाज्यूबाट पनि यस महाअभियानमा तोरीखोलाबाट 5,575 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। पुतली बजारबाट भूमिजङ केसी ढुङ्गानाज्यूबाट यस महाअभियानमा 2,505 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसै गरी पुतली बजारबाट खेमबहादुर जीसीज्यूबाट यस महाअभियानमा 11,111 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। यसै गरी पुतली बजारबाट ओम माया जीटीज्यूबाट यस महाअभियानमा 15,575 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसै गरी पुतली बजारबाट सपना थापा केसीज्यूबाट यस महाअभियानमा 5,105 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। यसै गरी पुतली बजारबाट मिना राणाज्यूबाट 11,105 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। समादरणीय उपस्थित श्रद्धालु भक्तजन महानुभावहरू, अब भने यहाँबाट समापनको कार्यक्रम अगाडि बढाइदिनु हुन र त्यही समयमा नै पूज्य गुरुदेवलाई हामी सबैलाई विदाई गरिदिनुको लागि म मञ्च समारोह समितिका आदरणीय व्यक्तित्वहरूलाई अनुरोध गर्न चाहन्छु। र केही दाताहरू आउनु भएको छ भने हामी समापन पश्चात पनि हाम्रो माइक्रोफोन यही रहनेछ। हाम्रो सुरेश सर हुनुहुन्छ आदरणीय व्यक्तित्व, उहाँबाट पनि यो सम्मान प्रक्रिया अगाडि बढ्नेछ र हामी पनि अब बिदाको लागि आफ्नो तयारी पनि गर्नुपर्ने हुन्छ भन्ने कुराको जानकारी गराउँदै म माइक्रोफोन आयोजकज्यूहरूलाई हस्तान्तरण गर्दछु। विशेष गरी म एउटा कुरा भन्न चाहन्छु। मात्रै 2 महिनाको तयारीमा मेरो यो विद्यालयसँग प्रेम रह्यो। विशेष त गुरुदेवको आगमनबाट कार्यक्रम अत्यन्तै भव्य र सफल रूपमा सफल भयो। म एकमुष्ट रूपमा मूल समारोह समितिका आदरणीय व्यक्तित्वहरू, विशेष गरी पहिलो मेरो फोन हाम्रो यस विद्यालयका आर्थिक समितिका संयोजक मणिराम रेग्मीज्यूसँग मैले पहिलो सम्पर्क गर्दा उहाँले त्यो वातावरण जुटाइदिनु भयो विद्यालयमा आउने र विद्यालयका प्रधानाध्यापकज्यू, यसै गरी मूल समारोह समितिका अध्यक्ष मुक्तिज्यू, यसै गरी वडा अध्यक्षज्यू, उपसमितिका संयोजकज्यूहरू, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, सल्लाहकार समितिका संयोजक, विशेष गरी उहाँले पनि अत्यन्तै महत्त्वपूर्ण रोल पोखरामा पनि मसँग धेरै सहकार्य गऱ्यौँ हामीले र यो कार्यक्रमलाई यहाँसम्म ल्याउनु हुने तमाम मूल समारोह समितिका सबै आदरणीय व्यक्तित्वहरू, उपसमितिका आदरणीय व्यक्तित्वहरू, व्यवस्थापन समितिका, सल्लाहकार समितिका लगायत तमाम बजारवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूप्रति म पनि यस कार्यक्रमको सङ्कल्पकर्ता ध्रुवशरण बस्याल 7 दिनसम्म तपाईँहरूको बिचमा जानी नजानी मैले पनि गुरुदेवको निर्देशनबाट मैले बोलेँ तपाईँहरूको बिचमा भन्दै म पनि अहिलेलाई बिदा हुन चाहन्छु। सबैको जय होस्। फेरि भेटौँला। नारायण। श्रद्धा बुवा चढाइराख्नुहोस् है त। ओम महाशान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभृजानगम्यं वन्दे विष्णुभवभयहरं सर्वलोकैकनाथं। यस्य स्मरणमात्रेण जन्म संसार बन्धनात् विमुक्तस्य नमः तस्मै विष्णवे प्रभविष्णवे नमः। समस्तभूतानामधिभूताय भवृति अनेकरूपरूपाय विष्णवे प्रभविष्णवे वैशम्पायन वाच श्रुतधर्मनशेषण पावनानि च सर्वदा युष्टिश्रेष्ठान्तरं पुनरेप्य वासते युधिष्ठिर उवाच किमेक दैवतलोके किं वापि परायणं कृतं कर्म च प्राप्य मानवाशुभम्।
कुधर्म सर्वधर्मं भवतो परमं मत की जपन मुञ्चति जन्म संसार बन्धनात् भीष्मवाच जगत् प्रभु देव मनन्त पुरुषोत्तमस्तम नाम सहस्रण पुरुष सतुतोदिता तमेव चाचया नित्यतुक्त पुरुषमभ्यं ध्यायन्तु नमदस्त यजमानस्तमेव जानाति निन्दन विष्णु सर्वलोकं महेश्वरं लोकाद्यासु नामितं सुरवातिकौ भवे ब्रह्मणु सर्वधर्म लोकानां कृतिवदनं लोकनाथ महाभूतं सर्वभूत भवत भवमय समे सर्वधर्म धर्मधिकृत बहुमत यद्भक्त पुनरिकास्तव चिन्नतं सदा परमयुम तेज परमयुम तप परमयुम पद परमयुम प्राणां पवित्राणं पवित्रयुम मङ्गलं च मङ्गलं देवितं देवतानां च भूतानां व्योपितहायतं सर्वाणि भूतानि भवन्ति युगागमे यस्मिन् च प्रलयन्ति पुनरेव युगच्छति तस्य लोकप्रधानस्य जगन्नाथस्य भूपति विष्णुनामस्य सृष्टुरु पापवयापं इहानि नामानि गौराणि विख्यातानि महातन ऋषिगीतानि तानि वक्ष्यामि भूतये ओं विष्णु विष्णुवषट्कार भूत भव्यवत् प्रभु भूतकृत भूतताप भूतात्म भूत वामन भूतात्म प्रमाता च भुक्तानं परमागति अव्यय पुरुष साक्षी क्षेत्रज्ञ क्षर एव च युग युग विधानित प्रधान पुरुष च नारसिंह श्रीमान केशव पुरुषोत्तम सर्व सर्वस्थान स्थान भूत निरव्यय संभव भावन वर्त प्रभ प्रभीश्वर स्वयं समरादित्य विश्राज महाशब्द अनादि निधन धाता विधाता धातुतम अप्रमेय ऋषिकेश पद्मनाभ उमर प्रभ विश्वकर्म मनुतुष्ट स्थापिष्ट स्थापित दुर्वाग्रह ससद कृष्ण लोहिता प्रतदन प्रबुद्धि ककुदात्म पवित्र मंगलम परम विष्णु प्राण प्राणिष्ट प्रजापति हिरण्यगर्भ भूगर्भ माधव मधुसूदन ईश्वर मिली जुली गाओ आरती हरि आरती कृष्ण कन्हैया को श्री रमैया को कृष्ण कन्हैया को बंशी बजैया को मिली जुली गाओ आरती आधारभूत विद्यालय पुतली बजार नगरपालिका वार्ड नम्बर 13 सातु पसल स्याङ्जामा शैक्षिक भौतिक पक्षको स्तरोन्नति स्मार्ट एवं सिपमूलक व्यावसायिक शिक्षालयमा रूपान्तरण गर्ने सङ्कल्पका साथ मिति 2082 साल माघ 26 गतेदेखि फागुन 4 गतेसम्म आयोजित श्रीमद् भागवत धन धान्याञ्जल सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक एवं धार्मिक महोत्सव 2082 भव्य रूपमा सफल पार्न वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलज्यू प्रमुख वाचकको भूमिकामा रही निकै महत्त्वपूर्ण योगदान गर्नुभएको हुँदा यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै ससम्मान यो अभिनन्दन पत्र प्रदान गर्दछौँ। सूर्यकान्त रेग्मी प्रधान अध्यापक, मुक्तिनारायण सुवेदी संयोजक, जुद्धबहादुर थापा प्रमुख अतिथि।
यसैले उपवाचकको भूमिकामा रही निकै महत्त्वपूर्ण योगदान गर्नुभएको हुँदा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै ससम्मान यो अभिनन्दन पत्र प्रदान गर्दछौँ। प्रति रहिरहनेछ भन्ने आशा एवं विश्वास गर्दै होइन 101 टेक्निकल कलेजका सङ्कल्पकर्ता श्री ध्रुव शरण बस्यालज्यूलाई प्राप्त हुन आएको छ र म यो सम्मान पत्र ध्रुव शरण गुरुजीको हातबाट ग्रहण गरिदिनु हुन हाम्रो नगर सभापति सुरोज अधिकारीज्यूलाई अनुरोध